ऊ यहाँ हेर त फेरि अर्को काण्ड मचियो नि। नवराज भन्ने केटाले ठुलो जातकोलाई लभ गरेको भनेर मारिएछन् त यार। जस्तोलाई त यस्तै गर्नुपर्छ, आफ्नो जात अनुसार बस्नुपर्छ नि, अनि पो बाँचिन्छ त। हुन पनि हो, आफ्नो औकात अनुसार बस्नुपर्छ नि, नत्र त भेटिहाल्छ नि। दाइ तपाईको बहिनी त भगाएर लग्यो नि। के भन्छ? कसले? त्यो पारी गाउँको दलित क्या? त्यो दलितलाई त अस्ति भर्खर मैले कुटेको, त्यसको अझै बुद्धि आएन। ए त्यसले मेरो बहिनी भएको नि। बैरी भयो यो सारा दुनिया चोखो मायाको हाम्रो मायामा। दाइ त्यो त आउँदैछ। हो नि है दाइ, तपाईको बहिनी चाहिँ खोइ नि अनि। बहिनी कहाँ छ? अब पत्ता लाग्छ, हिँड केटा हो। जाउँ। भन मेरो बहिनी कहाँ छ? भन मेरो बहिनीले कहाँ लगिस्? ला अब नि हेलो कुद्छु भागे म त। होइन दाइ, तपाईले गलत सोच्नु भएको छ। मैले कहीँ लगेको छैन, उसले पनि मलाई माया गर्छ। के रे? मेरो बहिनीले तँलाई माया गर्ने? यो हुनै सक्दैन। त कहाँको जात, म कहाँको जात, आफ्नो औकातमा बस्न सिक। यहाँ त यस्तोसँग बोलेर हुँदैन क्या, दिइहाल्नुपर्छ। तपाईहरूले आज मलाई दलित हेप्नु भयो होइन? ठिक छ, हो म दलित हुँ, तर यति कुरा याद राख्नु, मेरो पनि रगत रातै छ। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली। थाहा छ यो राष्ट्रिय गीत किन भएको हो? यसको मतलब थाहा छ तपाईँहरूलाई? ठिक छ, तपाईँले हेप्नुभयो। राष्ट्रिय गीत नै भन्छन् त। नेपालमा धेरै जात जातिका मान्छेहरू बस्छन्। अहिले किन हेपिरहनु भएको छ तपाईँहरू? गीतमा त मिलेर बस्छ भन्छन् त। अहिले तपाईँहरू किन यस्तो गरिरहनु भएको छ? या त तपाईँहरूले यो राष्ट्रिय गीतै नगाउनुहोस्, नत्र भने यो गीतमा जस्तो भनेको छ त्यस्तै मान्नुहोस्। ओइ चुप, तैँले सिकाउनुपर्छ हाम्रो राष्ट्रिय गान कसरी गाउनुपर्छ। हामीले स्कुलदेखि गाउँदै आएको, बुझिस्? हो, स्कुलमै सिकाएको रहेछ, थाहा भयो मलाई। स्कुलमा सिकाउँछ, सयौं थुङ्गा फुलका हामी सधैँ गाउन आउँछ, थाहा छ मलाई। राष्ट्रिय गीत हो, स्कुलमा यो पनि सिकायो होला। दलित भने सानो जात हो, स्कुलमा यो पनि सिकायो होला। सानो जातको मान्छेलाई माया गर्नु हुँदैन। स्कुलमा यो पनि सिकायो होला, सानो जातको मान्छेको रगतै रातै हुँदैन। के भन्छ यो? दिउँ दाइ एकछिन पर्खिनु, हेरौँ आज यसको अन्तिम इच्छा के रहेछ, सुनौ। अब तपाईँहरूले मलाई जुन गर्नु भएको छ नि, त्यो अरूहरूलाई नहोस्। मलाई जे गर्न चाहनुहुन्छ गर्नुहोस्। तपाईँहरूलाई देख्दा त अस्ट्रेलियाको रगत पनि यो कुन जातको रगत हो भनेर सोध्ने गर्नुहोस्। म के भन्नु, तपाईँहरूको सोचै त्यस्तो छ भने हामीले के गर्नु? हो, हामीले सानो बनाउने तपाईँहरू नै हो। भगवान्ले यो जात राख्दै होइन। जातमा त के छ र? यो यसको यो त्यसको भन्नलाई मात्र राख्या हो, मान्छे चिन्नलाई मात्र राख्या हो। तपाईँहरूले त्यसलाई सानो ठुलो बनाइदिनु भयो। हामी जस्तोलाई सानो नि, तपाईँहरू जस्तो सोच भएकोहरूले बनाएको हो। कुनै भगवान्ले यो जात ठुलो यो जात सानो भनेर बनाएको छैन। तपाईँलाई काट्दा रातै रगत आउँछ, मलाई काट्दा पनि रातै रगत आउँछ। तपाईँलाई हान्दा दुख्छ, मलाई पनि हान्दा दुख्छ। अघि त्यहाँ ठोक्यो, मलाई पनि दुख्यो। मैले तपाईँहरूलाई हाने भए तपाईँहरूलाई पनि दुख्थ्यो, तर म हान्दिनँ। म तपाईँहरू जस्तो पनि होइन। हो, मैले गल्ती गरेँ, तपाईँको बहिनी भगाएँ, मैले गल्ती गरेँ। तर तपाईँ कुरा सुन्न नै तयार नभएपछि योभन्दा अर्को उपाय पनि रहेन। मैले के गरेको छैन तपाईँको बहिनीलाई, उसलाई तपाईँको घरमै पुर्याइसकेको छु। होइन, उसलाई मैले धेरै भने कुरै गरेर भए पनि हुन्छ भनेर, त्यसैले मैले उसलाई तपाईँको घरमै फिर्ता पठाइदिएको छु। त्यही भएर पनि म यसरी बाटोमा हिँडिरहेको। अब मैले जे भनेको नै भनिसकेँ। अझै पनि तपाईँहरूलाई त्यस्तै गर्नु मन छ भने गर्नुहोस्, म केही भन्दिनँ। हुन पनि हो नि दाइ, हाम्रो स्कुलमा त जातभातको कुरा आउँदैन।
मसँग बस्ने साथी पनि तल्लो जातको दमै हो नि मलाई त्यस्तो केही लाग्दैन त आज आएर त मैले किन यस्तो गरेको ठिक हो नि साइस त स्कुल पढाएको मान्छे त बुझेर रहेछस् बुझेर नि तैँले बुझ पेलाइस् होइन र तैँले अहिले लास्टमा आएर जुन आफ्नो गल्ती स्वीकार्यो त्यो पनि राम्रो र आज आएर मैले ऊ भाइलाई धेरै अलि बढी नै सूचित गरे जस्तो लाग्यो यार एकदम चित्त दुख्यो होइन अबदेखि त म र हामी मिलेर यो समाजमा परिवर्तन ल्याउनुपर्छ र भाइ तिमीले पनि सरी है मैले नै हाने तिमीलाई हाने मैले नहाने नि उसले हाने उसको तर्फबाट सरी आइन्दा यस्तो हुँदैन अबदेखि तिमी म र तिमी हामी सबै मिलेर यो समाजलाई बनाउँछौँ र नयाँ कुराको सिर्जना गर्नेछौँ र यो कुरीतिले हटाएर हामी अघि बढ्नेछौँ हामी बढ्नेछौँ अघि मिलिजुली समाती हात सबैको शिर उच्च राख्नेछौँ छोडी ती कुरीति हाम्रो नेपालको नमस्कार मेरो नाम सरस्वती हो नमस्कार मेरो नाम सरोज स्याङतान नमस्कार मेरो नाम हमराज गोले नमस्कार मेरो नाम इकमर लामा हामीले यो भिडियो बनाउनुको खास उद्देश्य भनेको जुन अहिले यो नवराज विश्वकर्माको हत्या भयो जुन भेदभावको कारणले उसको हत्या भयो त्यसैको लागि हामीले यो छोटो मिठो जनचेतना फैलाउनको लागि यो भिडियो बनाएको छु यदि हजुरलाई मन पर्यो भने लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई सब्सक्राइब प्लिज